दिइहाल्छु नि फेरि राखेर जोड्नु फेरि त काटेर टुप्पामा उठ्यो भने काट यहाँ चाहिँ समात्नु भने यता चाहिँ उठ्यौ न ल चट्ट काट काट्ने एउटा ढुङ्गोतिर मगु दिइदिन्छु कोही काटो काटो यही हुन्छ कोही यता भाइ यताले ढुङ्गोले पर्दैन कैँची लाग्ने छ लाग्ने बनाइदिन्छु लाग्छ हौ लाग्छ अर्को 300 पारो उसले कैँची चाहिँ उल्टा समातेर होला नि। फेरि अब हो त्यसरी होइन होइन हो त्यसरी हो त्यसरी अँ। काटेर फेरि अर्को ठाउँमा हो त थोरै काट न बडा बिचरा केटाकेटीलाई के कुन्नु पो छ त उल्टो गर्यो फेरि हात चिनाउला आफ्नै फेरि 3 दिनको भएन अब एकखेप ए अर्को ठाउँ त्यो ठाउँ तपाईँ त्यो ठुलो मान्छे भएको भए त घोटालो हुँदैन नि त्यही त यो भएर चेलीबेटीले गङ्गाजीमा बगाइदिनु टाढा भयो गाईको खाना थालमा नि उयो पनि राख्नु पर्यो यो थालमा दुबो र पैसा खोलाई पनि गाह्रो पर्ने हो त अब कि जानु पर्यो माई खोला लिएर जानु पर्यो कि कोही चाहिँ बुझाइदिनु लाग्ने भोलि घर जाँदाखेरि बगाइदिनु उयो नै उयो भाँचेको रहेछ। लाग्ने हुन्छ कैँची त लाग्ने छ त नचलाएर हो नजाने भाइले हुन्छ उहाँले काटिदिनु मान्नु हुँदा हुन्छ ल मैले काट्नु न त अब नियम कानुन त हो चेरी कपाल काट्नु न कपाल यहाँ हालेर छ अनि कोही ल्याउनु पर्यो जमैले के गर्नु बेजोतै भयो बेइज्जतै भयो साह्रै नै ठुलो मान्छेलाई त त्यस्तो रहेछ नि कहाँ काट्यो भयो अब देब्रेपट्टि उतापट्टि ल भिजाइदिनु मामाले भिजाउने हो दाहिनेपट्टि देब्रेपट्टि भने नि तपाईँले पहिले देब्रेपट्टि कोही हुने भने बुझ्नु नबुझ्ने गरी हुँदैन यसले 3 भाग निदाइसक्यो क्या गोसे पनि तिनवटा बनाऊ त्यो एउटा भागमा त्यो कुस राखेर चट्ट काट अनि अब हो त कुछ राखेर उसको अनुसार चट्ट कैँचीले काटेर हुँदा छौ तिमीले म काट्ने भइगयो नि भयो त दि लु अर्को भाग गर यसले निदाएछ त झन् तिनीहरूलाई चाहिँ मैले पाखा बेग्न पाइँदैन उहाँ यो केस पाखा नखचाउनु नि चट्टकै त्यो त पुरो साइडको त यो चुडो कार्य हो यति राम्रो काटेर अब त के अरे यो पनि त्यहाँ हाल फेरि अब गाह्रो छ हौ भन्दा मान्छे पाल्नु गाह्रो छ।